यसोल्टी नै आज म तिमीलाई मुस्ताङको मार्फा गाउँ देखाउँछु है। यो गाउँ नेपालको हिमालपारीको जिल्ला मुस्ताङमा पर्छ के। नेपालको 77 जिल्लामध्ये 2 जिल्ला मनाङ र मुस्ताङलाई हिमालपारीको जिल्ला पनि भनिन्छ। छिमेकी राष्ट्र चीनसँग सिमाना जोडिएको, कम पानी पर्ने र यसलाई मरुभूमिको जिल्ला पनि भनिन्छ। विशिष्ट खालको भौगोलिक बनावट छ के। धौलागिरी र नीलगिरी हिम शिखरको उत्तरमा अवस्थित छ। यो गाउँ मुस्ताङको सदरमुकाम जोमसोममा पुग्दै समुद्र सतहदेखि 2680 मिटरको उचाइमा रहेको छ। त्यसोल्टी यहाँका मुख्य पेसा स्याउ खेती, आलु, कोदो, गुवा, पशुपालन र होटल व्यवसाय हो। यो गाउँ नि सोल्टिना थकाली समुदायको मूल थलो पनि त हो के। यहाँ थाक खोलाको वस्तुकला पनि देख्न पाइन्छ है। भोटे भाषाले तललाई मारक भन्छ अनि मार्फा बसेको कारण मार्फा भएको ठाउँ त्यही हो। पछि चाहिँ अब भनौँ पछि जुजु बाजुहरू एकदम बुद्धिजीवी रहेछ। त्यो बेला इन्जिनियर थिएन, पढे लेखे थिएन। तपाईँको घर चाहिँ यसरी मिलाएर बनाएछ। अब त्यो लेखेर अहिले जस्तो इन्जिनियर हुने वैज्ञानिक भइदियो यो ठाउँ कस्तो हुन्थ्यो होला। लेखापढी छैन, आफूले ढुङ्गा बोकी बोकी कार बोकी बोकी बनाएको घर यो सबै पहिला किनभने ख्यात्रु भयो यसरी नाली बनाएछ यीहरू। यो गाउँभित्रबाट तपाईँ यो ठाउँ त अरू ठाउँमा छैन मार्फत बाहेक अरू ठाउँमा छैन। गाउँभित्रबाट पानी पग्ने भनेको र कसैलाई त अचम्म लाग्छ नि। गाउँभित्र पानी ल्याएर घरै भासिनु पर्ने, घरै जानुपर्ने भनेर। तर पहिला बुद्धिजीवी बाजेहरूले नपढे तापनि उनीहरूले धेरै ज्ञान धेरै बुद्धि भएर यसरी अब सिँचाइको लागि यो भित्र लानुपर्छ। त्यहाँ ठाउँ गल्लीबाट भनौँ यहाँबाट खेती छ, यहाँबाट अहिले तपाईँ जाने हो भने तल मोटर बाटोमा पुग्छ। अनि त्यो जेरी गल्ली तल छ नि, त्यहाँबाट फेरि ठ्याक्क तल मोटर बाटोमा पुग्छ। त्यसले गर्दाखेरि इन्जिनियर पढ्नु पऱ्यो भने पहिला यहाँ यो ठाउँमा त्यो इन्जिनियर पढ्नेहरू 8-9 दिन यहाँ बस्छ। माथिबाट कुलो कसरी ल्याएछ, माथि भिर पाएको पानी कसरी जम्मा भइरहेछ, कसरी ल्याएको रहेछ भने त्यो इन्जिनियरले पढ्नेहरूले यहाँबाट ज्ञान लगेर बल्ल काठमाडौँ जान्छ। इन्जिनियरहरू यहाँ सिक्न आउँछन्, यही सिक्न आउँछ। यहाँको कुलो नाली देख्दाखेरि यो त इतिहासमै छ। त्यहाँ अलिक थोरै यहाँ त पुरा घर जोडेको छ। अहिले बत्ती नआएर मात्र बत्ती आउने झिलेर मिल्यो हुन्छ, पुरा बत्ती छ यहाँ। मार्फाको अर्थ के हो भाइ? मार्फा भनेको ठाउँ चाहिँ तपाईँको भोटे भाषाले तललाई मारक भन्छ। मारक भन्दाखेरि खास कुराले मारकलाई हामीले मार्फा भन्नुपर्छ भन्ने कारण मार्फा भएको कारण त्यो कुरा बुझ्नुभयो। दाजु यहाँको उत्पादन मुख्य उत्पादनहरू के हो? आलु, स्याउ खेती हो। स्याउ खेती हुन्छ। स्याउ खेती यहाँ चाहिँ मेन चाहिँ स्याउ खेती एकदम हुन्छ। अनि होटल व्यवसाय पनि होला? होटल व्यवसाय छ यहाँ। होटल व्यवसाय यहाँ मार्फा गाउँ गल्लीहरूमा घुमिरहेको छु। यहाँको घरको बनावट अचम्मको छ। ढुङ्गाले बनेको एक घर अर्को घरमा। अनि यहाँ पुरानो 300 वर्ष पुरानो गुम्बा पनि रहेको छ। यो के सोल्टिना 300 वर्ष पुरानो गुम्बा हो नि। कति राम्रो छ है। घुम्न जाउँ भनेको मानेनौ। घुम्न लगेर फेरि तिमीले फेरि है के न सोध्छौ क्या।
एउली सोटिना यो गुम्बाको मुख्य प्रधान कि पूजा गर्ने प्रार्थना गर्ने म साँझ घुम्न निक्लेका थिएँ कति रमाइलो हुने के तिमीलाई खुब सम्झेँ नि मैले यहाँको बाटो छ नि साँगुरो के त्यो बाटोलाई काठमाडौँको असन बजार छ नि त्यो बाटोसँग तुलना गरिन्छ के अनि घुम्न आउने मान्छेलाई त्यहाँको गुरुङ थकाली टिबेटियन ड्रेस लगाएर फोटो खिचाउनु भन्छ नि त्यो पनि भाडामा सुविधा हुन्छ क्या मैले त तिमीलाई त्यही थकाली ड्रेसमा लगाएको झल्ती सम्झे नि यहाँको खानपान होटेल बस्ने कोठा र आतिथ्यता एकदम राम्रो नि सोटिने त्यो मार्फा गाउँकै सोटिना साह्रै राम्रो नि अनि यहाँको कला संस्कृति वेशभूषा आफ्नै छ के स्याउ त साह्रै राम्रो फल्ने नि यहाँ मुख्य उत्पादन हो अनि नेपालमै लोकप्रिय छ कि साह्रै मिठो खाना अनि स्याउकै रक्सी पनि बनाउँछ अनि यही मार्फा गाउँकै नामबाट स्याउको रक्सीको नाम राखेको छ कि मार्फा भनेर अनि रक्सी पनि साह्रै मिठो नि अनि रक्सी पनि खाएर अलिकति चाखेको थिएँ के साँझको बेला अनि यो मार्फा गाउँ घुम्न छुटाउनु भनेको मुस्ताङ आएर मुस्ताङकै अधुरो भ्रमण जस्तै हो के सोल्टिना यो घुम्नै पर्ने गाउँमध्ये एक हो के